ऐठन उपन्यासमा लेखिएको थियो, प्रेम र युद्धमा सबै जायज छ। आखिर सबै भन्नाले के जायज? के प्रेममा रोइरहनु पनि जायज? म उनी बाहेक अरू कसैसँग बोल्न चाहन्न, तर उनी म बाहेक अरू सबैसँग बोल्न चाहन्छन्। भनौँ म बाहेक अरू सबैसँग बोल्छन्। के प्रेममा यस्तो पनि जायज छ? कसैले भन्लान् दुईतर्फी प्रेम पो प्रेम। आखिर एकतर्फी पनि त प्रेम नै हो, काँडासरी प्रेम। माया पनि छ अनि पीडा पनि। म बोलाउँछु उनलाई, कति पनि मन पग्लिँदैन। अनि सोच्छु तिम्रो मन त ढुङ्गाकै रहेछ। अनि जवाफ आउँछ, हो ढुङ्गै हो। कोही यता काकाकुल झैँ चिच्चाइरहेको छ, कराइरहेको छ। कोही बसेर रमिता हेर्दै मजा लिइरहेछन्। के यो सबै प्रेममा जायज छ? भन्छन् जहाँ आफ्नो कदर हुँदैन त्यहाँ जानु बेवकुफी हो। तर मन पिडिक्कै मान्दैन। तालमा डुबेर मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि हाम फाल्न खोज्छ। किनारसम्म जान्छ, तानेर ल्याउँछु, फेरि जान्छ, फेरि तान्छु। म थाकिसकेँ मनलाई तान्दा तान्दा, तर मन थाकेको छैन। कति थाकेको छैन। कसरी सम्झाउँ, कसरी बुझाउँ? कुनै उपाय छैन यो मनलाई सम्झाउँ।